नमस्कार दर्शकबिन, स्वागत छ तपाईलाई हाम्रो आजको विशेष रिपोर्टमा। आज हामी ल्याएका छौं त्यो खबर जसले देशको राजनीतिलाई हल्लाइरहेको छ। प्रहरीकै दाबी, रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने योजना अन्तर्गत नक्खु जेलबाट निकालियो। हो, यो सामान्य दाबी होइन। यो दाबी आएको हो पूर्व प्रधान न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको उच्च स्तरीय छानबिन आयोगमा परेको उजुरी मार्फत। भदौ 23 गते जेन्जी आन्दोलनको भयावह रातपछि देश तनाव, अशान्ति र अनिश्चितताको गर्तमा थियो। त्यही बेला भएको एउटा निर्णय रवि लामिछानेको रिहाई अब राष्ट्रकै विवादस्पद प्रसङ्ग बन्दै गएको छ। भदौ 23 को रात नयाँ बानेश्वर रणभूमि जेन्जी आन्दोलन व्यापक हुँदै गयो। सडकमा हजारौं युवाहरू, एकातिर प्रहरी, अर्कोतिर उग्र प्रदर्शनकारी। त्यो रात गोली चलेको थियो। प्रहरी स्रोतका अनुसार 19 जनाको मृत्यु, 100 घाइते। त्यस घटनापछि तत्कालीन गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिँदै राजीनामा गरे। तर त्यही रात गृह मन्त्रालयभित्र अर्को बैठक चलिरहेको थियो जहाँ 3 प्रमुख पात्र थिए। उपत्यका प्रहरी प्रमुख एआइजी दानबहादुर कार्की, गृह सचिव गोकर्ण मणि दुवाडी र रासपका कार्यवाहक अध्यक्ष डीपी अर्याल। यसै छलफलपछि नक्खु जेल प्रशासनलाई आदेश पुग्यो रवि लामिछानेलाई रिहा गर। रिहाईको रहस्य आश्चर्यजनक कुरा के छ भने गृहमन्त्रीले राजीनामा दिएको भोलिपल्टै गृह सचिव र प्रहरी नेतृत्व बीच रिहाई प्रक्रिया अघि बढाइएको बताइन्छ। एआइजी कार्कीले बिहानै आदेश दिए कुनै हालतमा गोली नचलाउने र केही थुनुवा रिहा गर्ने। त्यो आदेशपछि राजधानीको सुरक्षा निकायभित्र मनोबल कमजोर भएको प्रहरीको दाबी। थप रूपमा केही थुनुवाहरूले प्रहरी कार्यालयमा आक्रमण, आगजनी र हात हतियार लुटपाट गरेको आरोप पनि छ। त्यसैले अब प्रश्न उठेको छ कि यो निर्णय राजनीतिक स्वार्थमा आधारित थियो के रवि लामिछानेको रिहाई राजनीतिक पदोन्नतिसँग जोडिएको थियो? प्रहरी भित्रको असन्तोष। प्रहरी संगठनभित्र अहिले गम्भीर असन्तोष छ। केही प्रहरी अधिकृतहरूले उच्च स्तरीय आयोगमा निवेदन बुझाएका छन्। त्यो निवेदनमा भनिएको छ यदि एआइजीले आदेश नदिएको भए प्रहरी कार्यालय र हात हतियारको सुरक्षा सम्भव हुन्थ्यो। यसैका आधारमा आयोगले अब एआइजी कार्कीमाथि अनुसन्धान सुरु गर्ने तयारी थालेको छ। स्रोतहरूका अनुसार आयोगले रवि लामिछानेको रिहाईका बेला भएका सम्पर्कहरूको पनि विवरण सङ्कलन गरेको छ। त्यहाँ संलग्न थिए गृह सचिव गोकर्ण मणि दुवाडी, रासपका कार्यवाहक अध्यक्ष डीपी अर्याल, प्रमुख सचिव एकनारायण आचार्य र लामिछानेकी पत्नी निकिता पौडेल। यी सबै बीच लगातार फोन सम्पर्क र गोप्य भेटघाट भएको विवरण उजागर हुँदैछ। राजनीतिक तयारी र चर्चा। रवि निकट नेताहरूको दाबी छ रवि लामिछानेलाई तुरुन्तै प्रधानमन्त्री बनाउने तयारी भइरहेको थियो। भदौ 24 गते बिहानै उनको रिहाईपछि रासपाको नेतृत्व तहमा आकस्मिक बैठक बसेको बताइन्छ। त्यसपछि केही सांसदहरूले समर्थन पत्र तयार गरेको र शक्ति समीकरण फेरिने चर्चा फैलिएको थियो। तर प्रहरीभित्र भने यो कदमले अराजकता निम्ताएको आक्रोश छ। सरकारी छानबिन र आयोगको काम। सरकारले अहिले उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेर सबै पक्षको बयान लिइन थालेको छ। आयोगले केन्द्रित छ प्रहरी चेन अफ कमान्ड कस्तो थियो, गोली चलाउने आदेश कसले दियो र रिहाई निर्णय कसले गरायो। प्रारम्भिक संकेत अनुसार आयोग, गृह मन्त्रालय, प्रहरी नेतृत्व र रासपा शीर्ष तह सबैको भूमिका परीक्षण गर्दैछ। त्यसैले यो प्रकरण केवल रवि लामिछाने रिहाई मात्र होइन, पुरै सत्ता सन्तुलन र शक्ति सङ्घर्षको कहानी बन्दै गएको छ। राजधानीमा अझै पनि स्थिति पूर्ण रूपमा सामान्य छैन। सरकारी कार्यालयहरूमा कडा सुरक्षा व्यवस्था, राजनीतिक दलहरू बीच शक्ति समीकरण फेरबदलको चलखेल र देशभर फैलिएको एउटा प्रश्न के रवि लामिछानेलाई साँच्चीकै प्रधानमन्त्री बनाउने योजना अन्तर्गत नक्खु कारागारबाट निकालिएको हो कि त्यो सब केवल संयोग थियो? उत्तर अझै आयोगकै प्रतिवेदनमा लुकेको छ। तर एउटा कुरा निश्चित छ, यो प्रकरणले नेपालको राजनीति र सुरक्षा संयन्त्र दुवैको पारदर्शितामा ठूलो प्रश्न उठाएको छ। हामी यो विषयको प्रत्येक अपडेट तपाईहरूलाई ल्याइरहने छौँ। यदि यस्तो रिपोर्ट तपाईहरूलाई मन पर्यो भने भिडियो लाइक, शेयर र च्यानल सब्स्क्राइब गर्न नबिर्सिनुहोला। फेरि भेटौँला अर्को नयाँ खुलासा सहित। धन्यवाद।